शिवज्यू आदरणीय म्याम, त्यसै गरी सम्पूर्ण विद्यालय परिवार प्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछु। एउटा सुन्दर अवसर, जीवनका अवसरहरूमध्ये अर्को एउटा महत्त्वपूर्ण अवसर हाम्रा लागि जुरेको छ। नयाँ वर्षको पूर्व सन्ध्यामा पनि छौँ, हामी वैशाखमै छौँ र आज हामी वैशाखको 18 गतेको दिनलाई एउटा महत्त्वपूर्ण, ऐतिहासिक, स्मरणीय अनि अलिकति ताजगी, पुनर्ताजगी जस्तो हामी बनाउँदैछौँ। मेरो आदरणीय सरसँग कुरा भयो, खासमा यसरी यसबाट हामी सँगै थिएनौँ, मात्रै सामाजिक सञ्जालबाट जोडिएका थियौँ। त्यो जोड्ने पुलको रूपमा सम्झिन चाहन्छु। यति बेला उहाँको सुस्वास्थ्य र दीर्घ जीवनको पनि कामना गर्छु। आदरणीय नेपाली साहित्यका प्रखर व्यक्तित्व, मूर्धन्य साहित्यिक व्यक्तित्व, जसले मलाई छन्दमा लेख्नका लागि प्रेरणा दिनुभयो, आदरणीय गुरु डाक्टर देवी नेपाल, उहाँको आज जन्मदिन पनि हो र देवी सरको माध्यमबाट धुन एकाडेमीसँग जोडिने एउटा साँगो बन्यो, पुल बन्यो र उहाँको जन्मदिनप्रति हामी सबैको तर्फबाट शुभकामना पनि व्यक्त गर्छौँ। र प्रसङ्ग अब सुरु गरौँ। हामी खुसी हुन चाहन्छौँ, ह्याप्पी हुन चाहन्छौँ। वास्तवमा मलाई के लाग्छ भने यो जुन विद्यालयले जुन एउटा प्रयास गरेको छ यहाँहरूलाई, हामी सबैलाई यो खुसी नै लाग्यो। कमसेकम फाउन्डरबाट, संस्थापकबाट, मेरा स्टाफहरूलाई, मेरा शिक्षकहरूलाई, मेरा सहयात्रीहरूलाई अनुहारमा कमसेकम खुसी राख्न सके भने भोलि कक्षा कोठामा प्रवेश गर्दा पनि हँसिलो अनुहार सँगै प्रवेश गरिदिनु भयो भने पक्कै पनि विद्यालयको गुडविल, विद्यालयको प्रतिष्ठा, ख्याति, साख अझ अभिवृद्धि हुँदै जान्छ भन्ने एउटा ध्येयका साथमा विद्यालयले यो खुसी आफू सँगै आफ्ना परिवारहरूलाई बाँड्न चाहन्छ। मैले त्यही बुझेँ र यो प्रसङ्ग अनुसारका विषयवस्तुहरू केही खोज गरेँ, केही आफ्ना अनुभवहरू, आफ्ना दृष्टिकोणहरू, विचारहरू यहाँ राखेको छु। सबै विचारहरूमा यहाँहरू सहमत हुनैपर्छ भन्ने छैन। कतिपय अवस्थामा यहाँहरू विमति पनि जनाउन सक्नुहुन्छ। हामीले अघि अध्यक्षले भन्नुभयो जस्तै भोगेकै कुरा हुन्, गरेकै कुरा हुन्, नयाँ कुरा केही छैन, नवीन कुरा केही छैन। हामी मृत्यु अगाडिसम्म सिकिरहन्छौँ। मर्दा पनि मानिसले कसरी मर्नु पर्दो रहेछ, कसरी मरिँदो रहेछ भन्ने सिकेरै जाने हो। त्यसैले जीवनको समग्रता भनेको ह्याप्पिनेस नै हो, खुसी नै हो। त्यस कारणले आज यही विषयवस्तुलाई हामी जोड्न गएका छौँ। धेरै धेरै आभार, धन्यवाद, यहाँहरूप्रति कृतज्ञता ज्ञापन। यो एउटा अवसरका लागि पुनः आभार प्रकट गर्दै गुरुबा गुरुआमाहरू आफ्ना बालबालिकाहरूको, विद्यार्थीहरूको प्रिय बन्न सक्दैनन् नि। उहाँहरूको शैक्षणिक गतिविधि, शिक्षण सिकाइ क्रियाकलाप नै झ्याउ लाग्दो हुन्छ। उनीहरू आकर्षित हुँदैन। गेटबाट बस्न साथ हामीलाई चाहिँ उनीहरू छुट्टै एउटा हँसिलो मुद्रालाई नववर्ष र खुसी, नववर्षकै सङ्घारमा छ हामी। धपकबत्ती म सँगै गुनगुनाउनुलाई सबै छ अक्षरै। धपकबत्ती मनभित्र बलोस्, मुसुक हाँसो हरहोस् बसोस्। भन्नुभयो मसँगै? 1 2 3। धपकबत्ती मनभित्र बलोस्, मुसुक हाँसो हरहोस् बसोस्। छाना मनाए सब हर्ष छाओस्, ल्याए खुसी त्यो नववर्ष आओस्, ल्याए खुसी त्यो नववर्ष आओस्। चिसा परेला नबनुन् कसै
नभनुन् कसैका हे दैव तिम्रो पुदसार लागोस् ल्याई खुसी त्यो नव वर्ष आओस् ल्याई खुसी त्यो नव वर्ष आओस्। राम्रो भइरहेछ, थ्याङ्क यू है। जिब्रो कसैको नबनोस् छुरा झै खोज्ने नमिठो नानीको कुरा झै चाह छ मेरो भगवान मगाओस् ल्याई खुसी त्यो नव वर्ष आओस् ल्याई खुसी त्यो नव वर्ष आओस्। शुभाभरेरै रसना चलाउन् सद्भावनाका पिपिरा पलाउन् विचार नौलो धरणी सजाओस् ल्याएर खुसी नव वर्ष आओस् ल्याएर खुसी नव वर्ष आओस्। घाती न जाति जनकर्म त्यागुन् सुकर्म गर्ने तिर सर्वलागुन् एकै पला व्यर्थ भई न जाओस् सृजा छरी त्यो नव वर्ष आओस् सृजा छरी त्यो नव वर्ष आओस्। अकाल आई यमदेव तानोस् लट्ठी उठाई बिखरे नहानोस् दुखाई आफै दुखमा लजाओस् भरी खुसी त्यो नव वर्ष आओस् भरी खुसी त्यो नव वर्ष आओस्। जे होस् जसो होस् सब पार लाउन् काँडा छिचोल्दै फल फुलाउन् यो कामना मङ्गल बन्न जाओस् भरी खुसी त्यो नव वर्ष आओस्। काहीर व्याधि पनि दूर भागोस् पोहोर भन्दा अलि भिन्न होस् पोहोर भन्दा अलि भिन्न होस् पोहोर भन्दा अलि भिन्न होस् पोहोर भन्दा अलि भिन्न होस्। धन्यवाद। सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ ध्रुव एकाडेमी परिवार। त्यो पर्यन्त पनि खुसी हुनु छ भने डट 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 अझै छ। धन्यवाद है। अब यहाँनिर 1 घण्टाका लागि खुसी हुनु छ पार्कमा जाऊ होइन पार्कमा घुम्न जाऊ 1 घण्टा घुमेर आऊ बस कस्तो राम्रो हरियाली सक्यो। अब 1 हप्ताको लागि खुसी हुनु छ कामबाट बिदा लिएर घुम्न जाऊ 1 महिनाका लागि खुसी हुनु छ भने विवाह गरेर होइन जाऊ घुम्न जाऊ आफ्नो चाहिँ पार्टनरसँग घुम्न रमाऊ खुसी हो होइन। त्यसपछि जीवनभरि खुसी हुनु छ भने आफ्नो कर्तव्यप्रति इमान्दार हौ र मृत्यु पश्चात पनि खुसी हुनु छ भने होस् कर्म गर रहिरहने कर्म गर कहिल्यै नमर्ने कर्म गर यस्तो कर्म गर जुन आफू मरे पनि आफू बाँचिरहन सकियोस्। यी कर्महरूले धेरै व्यक्तिहरू आज जीवित हुनुहुन्छ बाँचिरहनु भएको छ। अब हजुरहरूले आफ्नो अनुभव आफ्नो रुचिको क्षेत्रमा पुस्तक लेख्नुहोस्
केही न केही पेन्टिङमा रुचि छ, चित्र बनाउनुहोस्, डान्समा रुचि छ, नाच्नुहोस्, राख्नुहोस्, पोस्ट गर्नुहोस्, बनाउनुहोस्, गायनमा रुचि छ, गाउनुहोस्, कुनै कलामा हस्तकला टेपेस्ट्री वेभिङमा आफ्नो शिल्प छ भने बनाएर हेर्ने कुराहरू तपाईँले सजाउनुहोस्, विद्यालयलाई गिफ्ट गर्नुहोस्, सरको टेबलमा अफिसमा सजाउनुहोस्, कक्षा कोठामा सजाउँ। हामी आफ्नो सिप दक्षता जेमा छ त्यो दक्षतामा हामीले केही कर्म गरौँ। केही न केही त हामीले जन्मदा लिएरै आएका छौँ कि बस यति हो कि आफूले आफूलाई चिन्न सकेको छौँ या प्रतिभा सबैमा हुन्छ, प्रतिभा सबैमा हुन्छ, बस आफूले आफूलाई चिन्न सक्नुपर्छ। जीवनमा हामी रुँदै जन्मियौँ, मतलब रुँदै यो धरतीमा पाइला टेक्यौँ। लाइफ इज फुल अफ स्ट्रगल, द्याट इज वाट सिम्बल अफ स्ट्रगल। त्यसले के सङ्केत गर्छ भने तिम्रो जीवन सुखभन्दा दुःखद रहेछ। तर केही चिज ख्याल गऱ्यौँ भने हामी जीवनमा न्यूनतम खुसी मेन्टेन गर्न सक्छौँ, हामी न्यूनतम रूपमा खुसी हुन सक्छौँ। र प्रमुख कुरा भनेको हाम्रो स्वास्थ्य हो। जन्मिँदा हामी स्वस्थ नै छैनौँ, तर हामी आफैलाई रोगी बनाइरहेका छौँ। हाम्रो खानपान, हाम्रो दैनिकी, हाम्रो जीवनशैली, हाम्रो दिनचर्या, हाम्रो उठाइ बसाइ, सबै कुराहरूले हाम्रो स्वास्थ्यलाई निर्देशन गर्छ। स्वस्थताको प्रतीक अथवा हामी स्वस्थ हुन सक्यौँ भने मात्रै हाम्रो दैनिकी स्वस्थ हुन्छ। हामी कक्षा कोठामा होइन हेल्दी हुनु पर्यो नि। शिक्षकमा हुनुपर्ने गुणमा एउटा के हो त? स्वस्थता। हेल्दी टिचरले मात्रै क्लासमा हेल्दी तरिकाबाट टिचिङ लर्निङ एक्टिभिटिज गर्न हामी सक्छौँ। हाँस्नु पर्यो, बच्चाहरूसँग कहिलेकाहीँ उनीहरूसँग नानी बाबु जस्तै हुनु पर्यो, त्यहाँनिर ठुला ठुला गफ गरेर पनि भएन। सिकाउनु भने त हामी त बुक मात्रै सिकाउने होइन, मैले अघि भने हामी जीवन सिकाउनु। अहिले गाह्रो छ। हेर्नुहोस् त, बालबालिकाहरू कति एडिक्ट छन्, कति एडिक्सनमा छन्। 6-7 क्लास, 4-5, 6-7 क्लासदेखिबाट ओहो मेरो गर्लफ्रेन्ड बोयफ्रेन्ड भन्ने हिँडिरहेका छन्। कति रिस्क छ। विद्यालयमा झगडाका केसहरू आउँछ। मेरो चाहिँ मेरो 6-7-8को इन्चार्ज पनि हो विद्यालयमा। 452 जना बच्चा अहिलेको गएको वर्षमा 452 जना नानी बाबुहरू मेरो अन्डरमा, मतलब मैले उनीहरूको गतिविधिहरू सबै मोनिटरिङ गर्थेँ। यति धेरै केसहरू आउँथ्यो। खोज्दै त्यसलाई चाहिँ अनुसन्धान गर्दै गयो। ठ्याक्कै तपाईँको चाहिँ त्यसमा के त भन्दाखेरि यस्तै खालको के लबेरिया तालका कुराहरूमा भएर ठोकिन्थ्यो। भनेपछि मानसिकता अहिलेको बच्चाहरूको कसरी अगाडि बढिरहेको छ भन्ने कुरा हामीले बुझ्नु जरुरी छ कि। त्यसैले यसमा अभिभावकको पनि दोष छ, समाजको पनि दोष छ, कतिपय हाम्रा पनि कमी कमजोरीहरू हुन सक्छन्। त्यसैले बच्चाहरूलाई हामी जीवन सिकाइरहेका छौँ। त्यसकारण पहिलो जिम्मेवारी भनेको जीवन बोध हो। हु एम आई, म को हुँ, मेरो जीवन के हो, मेरो कर्तव्य के हो, मेरो लक्ष्य के हो, मेरो जन्म केका लागि भयो। जीवन र मृत्युको बारेमा हामीले बच्चाहरूलाई जानकारी गराउनु पर्छ। त्यसैले हाम्रो खानपान स्वस्थ हुनु जरुरी छ। स्वस्थताका केही टिप्सहरू म हजुरहरूलाई बताउँछु, हजुरहरूले गरि पनि राख्नु भएको छ। धेरै मैले यहाँ गुरुआमा होइन एउटा नारी शक्ति देवीहरू हुनुहुन्छ, म श्रद्धा गर्छु, नमन गर्छु। यहाँको आशीर्वाद मलाई पनि लागोस् होइन, छोरीहरूको आशीर्वादले होइन अझ हामी स्ट्रङ बन्न सकौँ। तसर्थ पनि हजुरहरू त स्वस्थताको प्रतीक नै हो। प्रकृति हो हजुरहरू, प्रकृति हो। हामी पुरुष र प्रकृति भन्छ होइन, सृजनाको खानी हजुरहरू हुन्छ। तसर्थ केही कुराहरू छ। ग्रेट माइन्ड्स डिस्कस आइडियाज, एभरेज माइन्ड्स डिस्कस इभेन्ट्स, स्मल माइन्ड्स डिस्कस पिपल। अब अलिकति बौद्धिक वर्गले आइडियाको बारेमा छलफल गर्छन्, औषध मस्तिष्कले चाहिँ घटनाहरूको बारेमा छलफल गर्छन्। र मान्छेहरू अहिलेको समस्या यही छ, मान्छेले मान्छेको मात्रै कुरा गर्ने, डिस्कस पिपल, अरू केही जान्दैन। यसले न रोजगारको बनाइलाई यहाँहरू समक्ष राख्दै म अब अगाडि बढ्छु। स्वस्थताका अनुभव छैन एकै नस समुन्नति
अरूको के कुरा हेर सन्ध्यामा सूर्यको गति छोटो बढेपछि भारी फुर्ती ढाँचा बढाउँछ उर्लदो खारे हेर कतिको गडगडाउँछ सानैदेखि छुचो हुन्छ दुष्ट मानिसको मती घोच्ने ती जङ्गली काँडा पहिले नै तिखा कति उपकारी गुणी व्यक्ति निहुरिन्छ निरन्तर फलेको वृक्षको हाँगो नझुकेको काँच फेरि रिपिट गर्नु एकचोटि सबैले कसैको लोकमा छैन एकै नाच समुन्नति अरूको के कुरा हेर सन्ध्यामा सूर्यको गति छोटो बढेपछि भारी फुर्ती ढाँचा बढाउँछ दुःखले हेर कतिको गडगडाउँछ सानैदेखि छुचो हुन्छ दुष्ट मानिसको मती घोच्ने ती जङ्गली काँडा पहिले नै तिखा कति उपकारी गुणी व्यक्ति निहुरिन्छ निरन्तर फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र धेरै नैतिक शिक्षा दिन्छ यो नैतिक दृष्टान्त नै हो त्यसकारणले हामीले यस्ता चिजहरू अग्रज व्यक्तित्वहरूका विचारहरूलाई अनुसरण गर्यौँ भने पक्कै पनि हामी खुसी रहन सक्छौँ खुसी रहनु नै जीवनमा सर्वोत्तम प्रगतिमा अगाडि बढ्नु हो यहाँसँग हेर्दैनौँ हामी चन्द्र सूर्य अङ्कित झण्डा कहिले फेर्दैनौँ हामी चन्द्र सूर्य अङ्कित झण्डा कहिले फेर्दैनौँ हामी नेपालको स्वार्थ बाहेक केही हेर्दैनौँ हामी नेपालीको स्वाभिमानलाई बेच्न दिन्नौँ कहिल्यै पनि नेपालीको स्वाभिमानलाई बेच्न दिन्नौँ कहिल्यै पनि नेपालीको स्वाभिमानलाई बेच्न दिन्नौँ कहिल्यै पनि नेपालीको स्वाभिमानलाई बेच्न दिन्नौँ कहिले पनि बरु जाओस् प्राण हाम्रो इतिहास मेट्दैनौँ हामी बरु जाओस् प्राण हाम्रो इतिहास मेट्दैनौँ हामी नेपालको स्वार्थ बाहेक केही हेर्दैनौँ हामी पराईको पापी नजर पर्न दिन्नौँ यो माटोमा पराईको पापी नजर पर्न दिन्नौँ यो माटोमा पराईको पापी नजर पर्न दिन्नौँ यो माटोमा सिमानाका पीडा हेरी आँखा छोप्दैनौँ हामी सिमानाका पीडा हेरी आँखा छोप्दैनौँ हामी नेपालको स्वार्थ बाहेक केही हेर्दैनौँ हामी स्वर्ग जस्तो धरतीलाई नमन गर्छु कोटी कोटी 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 नेपाल जस्तो देश अन्त कहीँ भेट्दैनौँ हामी नेपाल जस्तो देश अन्त कहीँ भेट्दैनौँ हामी नेपालको स्वार्थ बाहेक केही हेर्दैनौँ हामी थ्याङ्क यू धन्यवाद आजका यस सभाका मुख्य प्रशिक्षक आदरणीय प्रभास सुवेदीलाई
अन्तर्हृदयदेखि नै उहाँलाई धन्यवाद दिन चाहन्छु। किनभने आजको यो बसाइ मलाई लाग्छ हामी 12 बज्दा बेला बसेका थियौँ र झन्डै हाम्रो यहाँ 4:30 बजिसकेको छ र पनि समय बितेको पत्तै भएन। उहाँले धेरै रमाइला कुराहरू गर्दा गर्दै धेरै जीवनभरि शिक्षाहरू दिनुभएको छ र म व्यक्तिगत तर्फबाट त एकदमै खुसी छु। आजको यो बसाइ एकदमै फ्रुटफुल रहेको छ र अवश्य पनि उहाँले देखाउनु भएको मार्गदर्शन म अवश्य पनि पालना गर्नेछु भन्ने त म प्रतिबद्धता गर्दैछु र सँगसँगै म सम्पूर्ण सहकारी शिक्षकज्यूहरूमा पनि सम्पूर्णले चाहिँ उहाँले सिकाउनु भएको चिजलाई चाहिँ शिक्षालाई चाहिँ आफ्नो जीवनमा कार्यान्वयन गर्नुहुनेछ र विद्यार्थीको भविष्य उज्जवल बनाउनुहुनेछ भन्ने मैले अपेक्षा राखेको छु र फेरि पनि मैले समय बढी नलिकन उहाँलाई आजको यस शिक्षा यत्रो जीवनोपयोगी शिक्षा दिइदिनु भएकोमा उहाँलाई फेरि पनि हाम्रो यस दुन एकाडेमी परिवारको तर्फबाट उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। हवस् त, धन्यवाद। धन्यवाद बिरुवाजु सर। हामीले यस्ता किसिमका कार्यक्रम, यो तेस्रो कार्यक्रम यो शैक्षिक वर्षको पहिलो हामीले ह्यान्डराइटिङ कार्यक्रम गऱ्यौँ। त्यसपछि हामीले करिकुलम सम्बन्धी विद्यालयमै ट्रेनर बोलाएर हामीले प्रशिक्षण दियौँ हाम्रा शिक्षक शिक्षिकाहरूलाई र आज हामी यो उत्प्रेरणा कार्यक्रम यहाँ आज हामीले गर्ने र यसरी हामीले भनौँ न प्रभातजीलाई आमन्त्रण गरेर रमाइलो किसिमको समय बितेको पनि थाहै भएन र यसरी हामीलाई सहयोग गरिदिनु भएकोमा मेरो व्यक्तिगत तर्फबाट साथै विद्यालयको तर्फबाट र पुरै दुन परिवार फ्यामिलीबाट प्रभातजीलाई धेरै धेरै धन्यवाद। र आगामी दिनहरूमा पनि हामी अवश्य पनि धनगढीमा निमन्त्रणा गर्नेछौँ र हामी फेरि पनि भेट हुनेछौँ भन्दै हाम्रा आजका प्रमुख प्रशिक्षक प्रभात सुवेदीज्यूलाई मायाको चिनो प्रदान गरिदिनु हुन म धन्यवाद। गुड। बालकविहरूले केही गीत गाउने कविता वाचन गर्ने कार्यक्रम भयो, त्यसका लागि आदरणीय प्रभात सुवेदी सरलाई म विशेष धन्यवाद ज्ञापन गर्न चाहन्छु। प्रभात सरसँग हाम्रो धेरै पहिलाको सम्बन्ध पनि होइन, तर उहाँसँग पहिलोचोटि हाम्रो भेट आदरणीय प्राध्यापक डाक्टर देवी नेपाल गुरु मार्फत भयो, जुन कुरा अघि प्रभात सरले भनिसक्नु भएको छ। छोटो भेटमा हामी त्यसपछि निस्केका थियौँ र अर्को मिठो कुरो के छ भनेदेखि म 11-12 पढ्न एम्बिसन एकाडेमी गएँ र त्यही मैले मेरा एकदमै अनन्य मेरा मित्र आभास सिग्देललाई भेटेँ र आभास सिग्देल आदरणीय प्रभात सुवेदी सरको शिष्य थिए र हामीले हजुर छिमेकी पनि। अनि उहाँ आभासको मुखबाट पनि मैले प्रभात सरको बारेमा अझै बढी रूपमा चिन्न बुझ्न सुन्ने अवसर मैले पाएँ र आज यो कार्यक्रम यहाँ जुन भयो त्यो 1 वर्ष अगाडिदेखि यस विद्यालयका प्रिन्सिपल आदरणीय रामप्रसाद उपाध्यायजीले गर्न खोजिरहनु भएको थियो र आज बल्ल हामीले यो कार्यक्रम गर्न पायौँ र प्रभात सरलाई आमन्त्रण गरेर उहाँका अत्यन्तै आह्लादित वाणीहरू सुन्ने अवसर पायौँ। र मलाई के लाग्छ भनेदेखि आज जे कुरा प्रभात सरले हामीलाई दिनुभयो, प्रदान गर्नुभयो, धेरै मान्छेहरू धेरै अग्रजहरूले भनिरहने कुरा
आदर्शका कुरा हुन्, चाहे ती जीवन पद्धतिलाई उज्यालोको यात्रातर्फ उन्मुख गर्ने कुरा हुन् र ती आदर्श र यथार्थमा कहिले धेरै जसो विरोधाभास हुने गर्छ। र आज हामी सुरुदेखि हेर्न सक्छौँ, प्रभात सर आएदेखि अत्यन्तै सहज रूपले आफै जोड्न लाग्नु भएको छ, घरि के गर्नुभएको छ, अत्यन्तै सहज रूपले हामीलाई उहाँले व्यवस्थापन गर्नुभएको छ। र म माधव घिमिरेको एउटा पंक्ति सम्झन्छु, म हुन्छु भाइ यति पातलो कि बहन्छु आफ्नै प्रतिबिम्ब बोकी। र त्यो पातलो हुनु भनेको के हो भन्दाखेरि प्रभातजी आएर म त अतिथि हुँ आजको भनेर गमक्क खुलेर बस्नु सक्नुहुन्थ्यो, उहाँ बस्नु भएन र बढी सहज भएर हामीलाई पनि कम्फर्टेबल पार्नुभयो। र अर्को कुरा, बहन्छु आफ्नै प्रतिबिम्ब बोकी, उहाँ केवल आज यहाँ भाषण गर्नुभएको छैन, उहाँले एउटा चलचित्र जस्तो कुरा पनि हामीलाई देखाउनु भएको छ। त्यो के हो, उहाँको प्रतिबिम्ब के हो भन्दा उहाँको पुत्र रत्न आदरणीय अभिनन्दन भाइ पनि त्यो उहाँको प्रतिबिम्ब हो। उहाँले गरेका कुराहरू आफूमा इम्प्लिमेन्ट गर्नुभएको थियो र त उहाँले आफ्नो प्रतिबिम्ब भेट्नुभयो। ल यति भन्दै म आफ्नो त कविता सुनाउँदिनँ, एउटा आदरणीय रामप्रसाद गेवाली गुरुको एउटा अत्यन्त सुन्दर कविता छ, मानवीय गुण भन्ने। र आजको यस कार्यक्रमको गर्वको रूपमा पनि यो कवितालाई मैले बुझेँ। म कार्यक्रममा बसुन्जेल यही कविताहरू मेरो दिमागमा खेलिरहेको थियो र यही कविता म यहाँ हजुरहरू समक्ष सुनाउँछु। मानवीय गुण। आभा बाल्दछ सूर्यले गगनमा, मस्केर हाँसिन् धरा, पानी बादल झर्छ चञ्चल धरा, हुन्छन् हरा निर्झरा, छर्छन् मानिस कर्मसी पपसिना, बन्छिन् धरा उर्वरा, मान्छे उर्वर मानवीय गुण हो, आऊ बनौं उर्वरा, राम्रो सोच सफा विचार सपना, मान्छे हुने सुन्दर, सच्चा प्रेम अदम्य साहस खुला, छाती सफा हृदय, मान्छे सद्गुणबाट बन्दछ महान, सच्चा गुणी सार्थक, मान्छे सार्थक मानवीय गुण हो, आऊ बनौं सार्थक, हुन्छन् दुःख र कष्ट मानिससँगै, हाँसेर ती खप्नु छ, हुन्छन् पीर व्यथानी मानिससँगै, मासेर ती बस्नु छ, ढुङ्गा चढ्नु छ सौम्य कर्म पथको, पार्दै जुनी उज्वला, मान्छे उज्वल मानवीय गुण हो, आऊ बनौं उज्वला, रुन्चे कुण्ठित सोचबाट बहकी, बन्दैन कोही सुखी, कालो स्वार्थ र द्वेषबाट नहटी, बन्दैन कोही खुसी, आशा निर्मल हुन्छ जीवन दिने, आशा छरौं निर्मल, मान्छे निर्मल मानवीय गुण हो, आऊ बनौं निर्मल, हुन्छन् सुन्दर हात कर्म पथका, सत्कर्म गर्ने गरौं, सेवा सुन्दर हुन्छ जीवन दिने, यही कर्म गर्ने गरौं, ठुलो त्याग महान समर्पण गरी, मान्छे बन्यो सुन्दर। कति राम्रो छ, ठुलो त्याग महान समर्पण गरी, मान्छे बन्यो सुन्दर, मान्छे सुन्दर मानवीय गुण हो, आऊ बनौं सुन्दर, पहिरो जति गए नि बढ्नु छ सखे, फालेर पहिरो यहाँ, बाटो
भत्किरहे नि हिँड्नु छ सके बाटो बनाई नयाँ जस्तै ध्वंस भए नि गर्नु छ सके उत्थानकै सिर्जना जस्तै ध्वंस भए नि गर्नु छ सके उत्थानकै सिर्जना मान्छे सिर्जना मानवीय गुण हो आऊ बनौं सिर्जना आऊ बनौं सिर्जना भन्दै आजको यति सुन्दर कार्यक्रम बनाइदिनु भएकोमा आफू विज्ञान र गणितको शिक्षक भए पनि यति धेरै बहुआयामिक क्षेत्रमा उहाँको दखल मात्रै होइन एउटा विशिष्टता नै छ। त्यसका लागि म मुक्त कण्ठले प्रशंसा गर्दछु र धेरै धेरै धन्यवाद दुवैजनालाई म व्यक्त गर्दछु। धन्यवाद। शिक्षक प्रभात सर, त्यसै गरी पुल एकाडेमीका प्रिन्सिपल आरपी सर लगायत जुन एकाडेमीमा तालिम समापन भएको छैन कि अब सुरुवात भएको छ। अब हामीले आफ्नो बिहेभियरका कुराहरू, बच्चासँग गर्ने व्यवहारका कुराहरू है र हाम्रो जिम्मेवारीका कुराहरूलाई हामीले एकदमै मनन गरेर गयौँ भने मात्रै यो जुन एकाडेमीलाई शिखरमा पुर्याउने काम तपाईँ हामी सबैको हो। एउटा विद्यालय सञ्चालकको मात्रै जिम्मेवारी यस्तो छैन। विद्यालय व्यवस्थापन समिति, विद्यालय सञ्चालक र तपाईँहरूको सहकार्यले मात्रै यो जुन एकाडेमीलाई शिखरमा पुर्याउन सकिन्छ। त्यसका लागि जुन एकाडेमीले भरपूर प्रयासहरू तपाईँलाई कसरी चाहिँ अलिकति सक्षम बनाउन सकिन्छ भनेर अहिले हामी थाहा पायौँ। 3टा स्टेपमा हाम्रो कार्यक्रम सकिसकेका छ र यस्ता चरणहरू अझै पनि आउँदै जान्छन्, किनभने यो सिक्ने सिकाउने क्रम कहिले पनि सकिँदैन। यो कन्टिन्यू जाने कुरा हो, निरन्तर प्रक्रिया अन्तर्गत जाने कुरा हो। र अब हामी चाहिँ के छ भने विद्यालयले ती कुराहरूलाई फाइन्ड आउट गर्नुपर्छ। अब हामीहरूको स्कुलमा के कुरा चाहिँ ल्याकिङ छ, के कुरालाई कमजोरी छ होइन, ती कुरालाई चाहिँ विचार गरेर अब साथीहरूलाई के कुरा चाहिँ इनपुट दिँदाखेरि चाहिँ हामीले विद्यालयको राम्रो एउटा चाहिँ ल्याउन सक्छौँ वा एउटा विद्यालयलाई राम्रो ठाउँमा पुर्याउन सक्छौँ भन्ने कुरा चाहिँ हाम्रो व्यवस्थापन समिति र स्कुल सञ्चालकको बिचबाट हामीले कोअर्डिनेसन गरेर यसलाई हामी विचार पुर्याएर के कुरालाई अब अगाडि बढाउँदा ठिक होला भन्ने कुरा गर्दै तपाईँहरूलाई चाहिँ चरणबद्ध रूपमा चाहिँ यो कार्यक्रमहरू सञ्चालन हुँदै जान्छ। र अनि अब कार्यक्रम सञ्चालन गर्दाखेरि यस्तै हाम्रो विषयगतको विशेषज्ञहरू ल्याएर गरायो भने के हुन्छ भनेदेखि त्यसले धेरै कुराहरू हामीलाई असर गर्छ होइन। किनभने यो एउटा बलेको बत्तीले मात्रै निभेको बत्ती बाल्न सक्छ होइन। आफै निभेको छ भनेदेखि त्यो निभेको बत्तीले कहिले पनि निभेको बत्ती बाल्न सक्दैन। त्यस कारणले बलेकै बत्तीको जरुरी छ। त्यस कारणले आज प्रभात सरले हामीलाई एउटा दियोको रूपमा बाल्नु भएको छ र यो दियोको रूपमा हामी एउटा दियोको रूपमा गएर एउटा बत्तीको रूपमा गएर हामी विद्यालयमा विभिन्न निभेका बत्तीहरू बाल्ने प्रयास गर्नुपर्छ। त्यो निभेका बत्तीहरू बाल्ने प्रयास गर्दाखेरि हामीले पढाएका विद्यार्थीहरू भाइ बहिनीहरू भोलि के हुन्छ भन्ने कुरा कसैले थाहा पाउन सक्दैन। भोलि आएर तपाईँले पढाएको विद्यार्थीहरू कहाँ पुगिसकेका हुन्छन् होइन, कस्तो अवस्थामा पुगेका हुन्छन्, त्यो हामीहरूको एउटा ठुलो